आज कमिटीलाई मैले सघाउँदै गरेको हिसाबले म आफै यो स्टेज अगाडि बोलिराख्नु त खासै पर्ने थिएन, तर पनि हाम्रो पार्टी एउटा श्रमदाता श्रम अभियानमा लागेको, हाम्रो पार्टी आसन भाषण भन्दा श्रममा काममा विश्वास गर्ने पार्टी भएकोले हामी त्यति भाषण गर्दैनौँ। तैपनि थोरै तपाईहरु समक्ष भाषण गर्नुपर्ने अथवा केही कुराहरू राख्नुपर्ने नै हुन्छ, किनभने देशको परिस्थिति एकाएक चेन्ज भएर गएको छ। तपाईको देशमा ठुल्ठुलो घटनाहरू घटेर अहिले यो देशमा पार्टी कुन सानो पार्टी कुन ठुलो पार्टी अहिले कुनै छुटाउन सक्ने अवस्था छैन। हिजो पो कांग्रेस ठुलो पार्टी भनिन्थ्यो, हिजो पो एमाले ठुलो पार्टी भनिन्थ्यो, माओवादी ठुलो पार्टी भनिन्थ्यो, अहिले त कुन ठुलो पार्टी थाहा नै छैन। किनभने तिनीहरू सबै धुलोमा मिलिसक्यो। ती नेताहरूको व्यवहारले गर्दाखेरि अहिले तिनीहरू धुलोमा मिलिसक्यो। साँच्चै भन्नुपर्दा हाम्रो कांग्रेस एमाले माओवादीका नेताहरू ठाडो अनुहार लाएर गाउँघरमा हिँड्नसम्म सकेका छैनन्। उनीहरूले हामीले जवाब सोध्यौँ भने जवाबको उत्तर दिन सकेका छैनन्। किन भन्दाखेरि यहाँ हाम्रो गाउँका हाम्रो जिल्लाका नेताहरू राम्रो भएर पनि केन्द्रका नेताहरू नराम्रो भएर, जस्तै कांग्रेसको नेता यहाँ भीष्मराज आङदेमे हुनुहुन्छ, उहाँ राम्रो भएर पनि देउबा नराम्रो भयो, के गर्ने। यहाँ हाम्रो ध्रुव आङदेमे हुनुहुन्थ्यो पहिला, अहिले त अब पार्टी पनि छोडिसक्नु भएको छ। उहाँको पार्टी प्रचण्डको पार्टी थियो, ध्रुव आङदेमे राम्रो भएर के गर्ने। मौसम आङबो हुनुहुन्थ्यो, उहाँ राम्रो भएर के गर्ने। उहाँहरूको पार्टी अध्यक्ष प्रचण्ड नै नराम्रो छ, के गर्ने त। त्यसले गर्दाखेरि उनीहरूको व्यवहारले गर्दाखेरि जेन्जीहरूले उनीहरूको पार्टी कार्यालय तोडिदियो, फोरिदियो, उनीहरूको घर फोरिदियो, तोडिदियो, उनीहरूलाई तपाईको नाङ्गाई पारेर खेदाइदियो, कुट्यो पिट्यो, होइन। त्यो त हामी देख्यौँ। त्यो किन त्यस्तो भयो भन्दाखेरि उनीहरूको व्यवहारले गर्दा त्यस्तो भयो। किनभने जनताले पटक पटक उनीहरूलाई भोट दिएर पठाएको हो। देश बनाऊ, समाज बनाऊ, देशका जनतालाई गरिबबाट मुक्त गरौँ भनेर पटक पटक भोट दिएर पठाए। तर बिचरा यहाँबाट त कोसिस गरेर गए, जितेर गए। यहाँ तपाईँको सुभाष तपाईँको के अरे बसन्त नेमाङले जितेर जानुभयो, भीष्मराज आङदेमेले हिजो जितेर जानुभयो। तर उहाँहरूले त कोसिस गर्नुभयो, तर के गर्नु, टाउकोले नमानेपछि त हुँदैन। त्यसले गर्दाखेरि देशमा अहिले कुन सानो पार्टी कुन ठुलो पार्टी कुनै मतलब छैन। अहिले अब श्रम संस्कृति पार्टी पनि ठुलो हुन सक्छ। त्यसले गर्दाखेरि अब हामीले सोच्नै दिन आयो, यो देशमा हामी हाम्रा छोरीचेली हाम्रा युवाहरूलाई बेचेर यो देशमा नेताहरूले उनीहरूका छोराछोरीलाई अमेरिका र अस्ट्रेलियामा पढाउने, यस योजनाको नाममा अरबौं करोडौं भ्रष्टाचार गर्ने, तपाईको समावेशीको नाममा उनीहरूका भाना भान्जा उनीहरूका छोरी बुहारीहरूलाई तपाईको जागिर खुवाउने यो काम उनीहरूले गरेका कारणले अब यो देशमा एउटै मात्र पार्टी अब जन्मिसक्यो। तपाईँ हाम्रो ढुकढुकी, तपाईँहरूले माया गर्नुपर्ने पार्टी, तपाईँ हामीले माया गर्नुपर्ने पार्टी श्रम संस्कृति पार्टी आइसक्यो। हिजो एमाले कांग्रेस माओवादीका नेताहरूले कोट ढल्काएर भुँडी फुलाएर चिल्लो कारमा हिँडेर चस्मा लाएर जसले घरमा फिदिममा काठमाडौँमा तपाईँको झापपाती र विदेशमा घर बनाएर हामीलाई सुकुम्बासी बनाएका छन्। हाम्रो टाउकोमा विदेशी ऋण छ, विदेशबाट ऋण ल्यायो, उनीहरू बिल्डिङ घर बनाउने, उनीहरू गाडी चढ्ने, उनीहरू तपाईँको ठुल्ठुलो तपाईँको विदेशमा उपचारको लागि विदेशमा जाने। तर हाम्रो टाउकोमा, हाम्रो प्रत्येक नेपालीको टाउकोमा ऋण छ। अहिले यहाँ हाम्रो नमी डाँडामा को धनी छ यसो तपाईँहरूलाई थाहा छ होला नि, त्यो जति धनी भए पनि त्यसको टाउकोमा पनि विदेशी ऋण छ। त्यसले गर्दाखेरि अब हामी यो ठाउँमा हामी नेपाली जनताहरूलाई विदेशी ऋणबाट मुक्त गर्न चाहन्छौँ। हामी यो देशमा भ्रष्टाचार गर्ने पार्टीलाई, यो देशमा भ्रष्टाचार गर्ने नेताहरूलाई हामीले सदाको लागि विदाय गर्न चाहन्छौँ। हामी यो देशमा जसले नातावाद गर्छ, जसले कृपावाद गर्छ, त्यस्ता व्यक्तिहरूलाई सधैँको लागि हामी
बिदा दिन चाहन्छौँ र यो देशमा हामी आफ्नै परिश्रमले, आफ्नै पाखुराले, आफ्नै बलबुतोले देश विकास निर्माण गर्न चाहन्छौँ। यहाँ श्रम गर्न चाहन्छौँ हामी, यहाँ गिटी कुट्न चाहन्छौँ हामी, गिटी कुट्छौँ हामी, बेल्चा चलाउँछौँ हामी, झम्पल चलाउँछौँ हामी, हम्बर चलाउँछौँ। जसले हम्बर चलाउँछ, जसले खेती गर्छ, जसले पसिना बगाउँछ त्यो मान्छे धनी हुन्छ। जसले अर्काको आशा गरेर, नेताको आशा गरेर हिँड्छ त्यो मान्छे सदाको लागि झोले भएर गरिब भएर बस्छ। हामी अब यो देशमा बसोबास गर्ने हामी जो कोही, जो को कुन जाति, को क्षेत्री, को बाहुन, को तामाङ, को लिम्बू, को राई, सबै हामी समान तरिकाले सबै समुन्नत धनी भएर, गरिब हुने भने हामी सबै गरिब भएर बस्नुपर्छ, धनी हुने भयो भने हामी सबै धनी भएर बस्नुपर्छ भन्ने हिसाबले हाम्रो पार्टीले श्रमलाई अगाडि बढाएर देशमा अब श्रम गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढेको छ। यो पार्टीको अध्यक्ष, श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हुनुहुन्छ। यहाँले प्रत्येक दिन, प्रत्येक पल पल तपाईँले मोबाइलबाट हेरिराख्नु भएको छ। हर्क साम्पाङले के बोल्छ, हर्क साम्पाङ के खायो, के गर्दैछ भन्ने बारे तपाईँले थाहा छ। तैपनि हामीले हर्क साम्पाङ समर्थक हामी सबैजना भएर हामीले यो ठाउँमा भेला भएर हर्क साम्पाङको पनि केही कुराहरू गर्नुपर्ने हुन्छ। किनभने उहाँ हर्क साम्पाङ भनेको तपाईँको धरानमा 43 किलोमिटर टाढा, भनेको यहाँबाट हेमा खोला भन्दा पनि टाढा, तपाईँको जोर पोखरीसम्म टाढाबाट श्रम गरेर धरानी जनतालाई पानी खुवाएको छ र अन्तर्राष्ट्रियले उसलाई गिनिज बुकमा नाम लेखाएको छ। त्यसको मतलब श्रम गरेर, बेल्चा चलाएर, कुटो खोतला चलाएर पनि देश विकास हुन्छ भन्ने एउटा प्रुफ भइसकेको छ। त्यसले गर्दाखेरि अब हामी स्थानीय स्रोत साधनलाई प्रयोग गरेर प्रत्येक गाउँमा, प्रत्येक तपाईँको वडामा हामीले स्थानीय फ्याक्ट्रीहरू पनि खोलेर हामी अगाडि बढ्न सक्छौँ। जस्तै धरानमा अहिले तपाईँको धरानी बेसार फ्याक्ट्री छ। त्यो बेसार विश्वको जुन अमेरिकासम्म पुग्छ, लन्डन, युकेसम्म पुग्छ त्यो बेसार।